मेरो अर्को कुरा चाहिँ के भन्छु भनेको थिएँ भने नि, यहाँनिर चाहिँ अस्तिनिर यो प्लान्टहरू राख्दा चाहिँ एकदमै धेरै भ्यागुता क्या। त्यो प्लान्टमा पो पुरा मजाले त्यो आमाको काखमा बस्छ नि अथवा कोक्रोमा बस्छ नि, त्यसरी प्लान्टमाथि चाहिँ बस्ने क्या जहिले पनि। अनि भ्यागुता हुने है, कति धेरै खेदाउँदा पनि नहुने, मार्दा पनि नहुने। त्यसपछि त मैले प्लान्ट निकालेपछि त के भयो भने नि, भ्यागुता त यो ठुलो माछाले त नि मार्दो रहेछ अनि 3 जना मिलेर खाँदो रहेछ। अनि जहिले म चाहिँ त्यो बिहान चारो लाउन आउँदाखेरि हेर्थेँ, त्यो सेतो सेतोहरू मात्रै भेट्थेँ क्या, के रहेछ भनेर विचार मात्रै गर्थेँ जहिले। त्यसका बाजे त है आज हेरेको त भ्यागुता पो खाएको रहेछ। भ्यागुताको फुल बडी थियो क्या, सेतो। अनि त्यो सबै मासुहरू चाहिँ खाइसकेको रहेछ अनि उसको त छाला चाहिँ थियो। अनि अर्को कुरा चाहिँ यो माछा भनेको चाहिँ नि यस्तो थेरापी रहेछ क्या, मनको थेरापी। जुन चाहिँ मन चाहिँ एकदमै गलेको बेलामा होइन, मन एकदमै थकान भएको बेलामा चाहिँ माछालाई हेऱ्यो भने चाहिँ यस्तो आनन्द फिल हुने क्या, कस्तो आनन्द फिल हुन्छ। अनि पिसफुल शान्त मन होइन। तपाईँहरूको पनि मनलाई एकदमै गाह्रो भइराखेको छ भने होइन, दिमाग एकदमै खेल्छ भने, टेन्सनमा हुनुहुन्छ भने चाहिँ माछा पाल्न सक्नुहुन्छ है। यो चाहिँ मेरो साथीले पनि त्यो चाहिँ फिल गरेको छ अनि मैले पनि त्यो कुरा चाहिँ फिल गरेको छु। अनि अर्को कुरा चाहिँ यसरी फुलहरू रोप्दा पनि आफ्नो टेन्सनहरू कन्ट्रोल हुन्छ है। मेरो त एकदमै धेरै मनमा कुरा खेल्ने होइन, मलाई चाहिँ एकदमै त्यो मन भारी हुने हुन्छ नि त। अनि मलाई त्यस्तो हुन बित्तिकै म चाहिँ यसरी फुलहरू रोप्छु कि त माछाहरू हेर्छु, माछाहरूलाई स्याहार गर्छु। माछाहरूको त्यो गतिविधि देखेरै मन एकदमै हल्का हुने क्या, शान्त हुन्छ मन। यो चाहिँ मेरो बहिनीले मलाई बुके ल्याइदिएको सरप्राइज थियो पनि। यो पनि कस्तो राम्रो छ क्या, अनि बारीमा पाउने होइन, यस्तै कुराले पनि मेरो मन चाहिँ एकदमै खुसी हुन्छ क्या। मेरो बहिनीलाई थाहा छ कि मेरो भाउजूलाई चाहिँ सानो सानो कुराले पनि खुसी मिल्छ भनेर। त्यही भएर मेरो बहिनीहरूले चाहिँ मलाई चाहिँ, मेरो मायालुले, मेरो छोराले, भतिजले चाहिँ यस्तो कामहरू गर्छ क्या। बाटोमा फुलेको फुलहरू पनि भुइँमा झरेको छ भने टिपेर लिएर मलाई दिन्छ क्या। मेरो भतिजले चाहिँ मायालु भन्छ, मलाई काकी कहिले पनि भन्दैन, उसले मलाई मायालु भन्छ। अनि मायालु भनेर मलाई गिफ्ट दिन्छ क्या, आँखा बन्द गरेर त मायालु भन्छ अनि मलाई दिन्छ। अनि मलाई म त कस्तो ह्याप्पी हुन्छु। अनि मलाई हग गर्छ, मलाई माया गर्छ। आजभोलि त म त बिजी भएर है मेरो ट्याङ्कहरू सफा गर्नु पनि पाएको छुइनँ। यस्तो भइरहेको छ होइन, लेउ लागेको छ। तर पनि गप्पीहरूले चाहिँ लेउ चाहिँ एकदमै राम्रो भन्छ, तर मलाई चाहिँ फेरि मन पर्दैन क्या। मलाई चाहिँ एकदमै सफा हुनुपर्छ। तर अब टाइम भएको बेलामा टाइम मिलाएर म सफा गर्छु। हजुरहरूलाई पनि सधैँ टेन्सन मात्र हुन्छ, मनमा कुरा खेल्छ भने चाहिँ यसरी फुल रोप्नुहोस् होइन, अनि माछा पाल्नुहोस्। माछा पनि त्यो गप्पी पाल्नुहोस्, किनभने गप्पीले चाहिँ बच्चा दिन्छ नि त। अनि त्यो बच्चा दिँदाखेरि कस्तो ह्याप्पी फिल हुन्छ क्या। म त मेरो गप्पीहरूले चाहिँ प्राइज दियो भने कस्तो ह्याप्पी हुन्छु क्या। अब आजभोलि त धेरै छ, अनि त्यही पनि कस्तो एउटा सानो बच्चा देख्यो भने पनि कस्तो खुसी मिल्छ क्या। अनि खुसीहरू थपिँदै गयो भने चाहिँ आफ्नो टेन्सनहरू चाहिँ कम हुन्छ, मानसिक समस्या कम हुँदै जान्छ।
त्यही हो मेरो चाहिँ अब माछा पाल्ने चाहिँ मेरो एउटा चाहिँ रहर पनि हो। अनि यसरी आफूलाई बिजी राख्नलाई पनि मैले चाहिँ यो सबै गरेको छु। नत्र मलाई यो गर्न जरुरी पनि छैन, तर पनि आफ्नो खुसीको लागि त गर्नु पर्यो। म चाहिँ गप्पी मात्र पाल्छु। अनि कोही गप्पीहरू चाहिँ पालो भने त्यही हो, प्राइजहरू दिन्छ अनि त्यही खुसी मिल्छ आफूलाई। खुसी मात्र होइन, आफूलाई पकेट मनी पनि हुन्छ। हेर्नुहोस् त यो चाहिँ रेड टेलहरू हो, म चाहिँ यसरी पाल्छु। अनि स्नेलहरू पनि छ, स्नेलहरूले पनि एक दिन्छ। अनि त्यहाँबाट मसिनो बच्चाहरू होइन, क्युट बच्चाहरू दिन्छ। त्यहाँबाट पनि कस्तो खुसी लाग्छ क्या। हरेक कुरा आफूले गरेको चाहिँ हरेक कुराहरू चाहिँ खुसी लाग्दो रहेछ। अब त्यही खुसीहरू भेटिन्छ, एक्लो फिल हुँदैन। एक्लै छ भने पनि माछाहरू साथमा छ भने होइन, हेऱ्यो भने चाहिँ त्यही साथी लाग्छ, सबै थोक लाग्छ क्या। मलाई चाहिँ त्यस्तो फिल हुन्छ है। अनि मेरो साथीलाई पनि त्यस्तो हुँदो रहेछ। मैले यो कुरा चाहिँ कहिले पनि कसैलाई भनेको थिइनँ, तर मेरो साथीले भन्यो क्या, ओइ यो त मेरो मनको थेरापी हो यो माछाहरू त भन्छ क्या। मेरैबाट उसले लान्छ नि त। आजभोलि त उसको पनि धेरै भएको छ, त्यही माछाहरू हेर्दै नि बस्छ उसले। मेरो टेन्सनहरू छ भने कस्तो यसले रिलिफ गरिदिन्छ, मलाई कस्तो रिल्याक्स फिल हुन्छ भन्छ क्या उसले। अनि मलाई पनि त्यही हुन्छ। त्यस्तै उसको मेरो गफहरू जान्छ। कहिले इमोसनल हुन्छौँ, कहिले दुईजना हामी रुन्छौँ। हाम्रो त्यही इमोसनल कुराहरू, कहिले खुसीको कुरामा, कहिले त्यही दुःख सुखको कुरामा हामी एकअर्कामा सेयर गर्छौँ। धेरै चाहिँ हाम्रो यो आजभोलि चाहिँ माछाकै हुन्छ। मलाई पहिले त्यस्तो धेरै रहर थिएन माछा। जब म एक्लो फिल हुन थाल्यो होइन, जब मेरो हस्बेन्ड बाहिर जानुभयो, मलाई एक्लो फिल हुन थाल्यो। त्यसपछिदेखि चाहिँ मैले यो सबै गरेको क्या। उहाँले त अब नगर, तिमीलाई के को कमी छ र, त्यस्तो धेरै दुःख नगर भन्नुहुन्छ। तर पनि म मेरो खुसीको लागि गर्छु क्या। मैले यी कुराहरूमै मेरो खुसी भेट्छु अनि म त गर्छु। बाँकी कुरा अर्को भिडियोमा गरौँ ल।